Hello guys. Hello. Welcome to Kismat Vlog. हामी अहिले इन्जोयको लागि हाम्रो गोल्डन विक आजबाट सुरु भयो गाइज हैन। पार्कको कस्तो फेरि चिल टाइपको छ। हामी त अहिले जंगल कुन एउटा पार्कमा एउटा बाटो गल्लीमा छिरेको हामी त अब अर्को गल्लीबाट निस्किम। पिसफुल छ, पिसफुल लास्ट एकदम हाम्रो गाडी पछाडि आउँदै हुनुहुन्छ। आनन्दको वातावरण छ। यस्तो रमाइलो यहाँ फिल्डहरु छ, ग्राउन्डहरु तपाईले हेर्न सक्नुहुन्छ। कुकुरलाई कुकुरलाई हेर्नु कस्तो मजाले बल ल्याउँछ कुकुरले। दामी छ। दाइ एउटा अगाडि हिँड्दै हुनुहुन्छ। गाडी उता पार्किङमा छ। रमाइलो यता छौँ। कस्तो भयो त? रमाइलो भयो एकदम भाइ, एकदम हैन। माइन्ड फ्रेस भइरहेछ। माइन्ड फ्रेस भयो। अब हामी हरियाली पनि हरियाली कुकुरले हेर्दैछौँ दाडा हामीलाई। एन्ड भाइले आज भ्लग गरेको जस्ट फर्स्ट ट्राई इज बेटर, मच बेटर। भाइको दामी छ। ट्रेनिङ डग रहेछ फेरि यता साइडमा। कस्तो मजाले बल खेलाइदिइरहेछ क्या। ट्याक्क केटी रहेछ केटीले त हुन्छ नै यता चाहिँ प्रायः याक्यु प्र्याक्टिस गरेको हो सायद। दामी आइरहेछ। अघि दिउँसो 12 बजीसम्म त गर्मी थियो है भाइ। अहिले चाहिँ घाम लागेको छैन, शीतल मौसम छ। यहाँ मान्छेहरू आइरहेको रहेछ। गाडीहरू पर पार्किङ पनि जस भरिएको रहेछ लगभग। दिन्छहरू जाम म त जान्दैन भाइ, मेरो भाषा त सुलिँदै हुन्छ। ल थ्याङ्क यू सो मच। एन्ड यस्तै हो, एउटा साथीलाई पानी खानु मन लाग्यो भने भेन्डिङमा सिकाएको। भेन्डिङमा पानी निकालेर हामी चाहिँ फर्किने हो घर। आजको लागि यति नै। थ्याङ्क यू सो मच। सबै थोक त्यही हो। हामी भनेको पुरा भर्खर सुरुवाती चौकको मान्छेहरू हो, त्यही भएर कोसिस गर्दैछ। जारी छ। अलिक बोल्दै गएपछि कन्फिडेन्ट आउँदै जान्छ। त्यसपछि अनि एकैचोटि च्यानल बस्छ, पैसा आउँछ, डलर खर्च घुम्न। फेरि साथीले भेन्डिङबाट जुस निकालिसकेछ। कसलाई ल्याउन आयो भने जुन अलि के अरे एउटा परा खाएको अरे पुरै सिलिली भयो अरे मान्छे। को चाहिँ सुनिल होइन? पराकले काम पुऱ्याइदिएको। मेरो साथी चाहिँ यो साथी चाहिँ फेरि 5 वर्ष है, लिटरली 5 वर्ष हो नि होइन। 5 वर्ष पछाडि जापानको जापानै हुँदाखेरि पनि नभेटाएको। अब भगवान्को लैला 5 वर्ष पछाडि जे होस् आयो केटो, खुसी लाग्यो। 5 वर्ष पछाडि भेट भयो। यहाँको पनि साथी, हामी चाहिँ नेपालदेखि नै बच्चैदेखिको साथीहरू छिमेकी। मेरो साउबा हो है हुन चाहिँ खास फेरि। आजको भनेको साउबा नै हो फेरि। साथीको आएको उल्टै खर्च हालिदिन्छ फेरि उसले। साउ त साउ। तपाईहरुले भिडियो हेरेर लाइक सब्स्क्राइब गरेर अलि धनी बनाइदिनु। अनि हामी सबै खेलाउँछौँ। जुस दामी छ क्या कुकुरले, कस्तो मजाले बल ल्याउँछ यार। मेरो साथीलाई अर्कोलाई फेरिमा के भयो वाक लाग्यो क्या तिमीलाई? यही त अनि अर्को मोनिस्टर छ त्यो छैन। कहाँ हुन्छ भेन्डिङमा किन पानी हो? नाख्रा मुख बढ्यो। पराक गयो कि अर्को ल हेर्नु त बिचरा भाइलाई कति गाह्रो छ उसलाई। त्यही भएर हाम्रो एकाउन्ट नम्बर म अहिले इनबक्समा हालिदिन्छु। त्यहाँनिर 1000 हालिदिनु सबैले। प्लिज। अलराइट गाइज, थ्याङ्क यू सो मच। बाई। ल फाइनल्ली बाई। हेलो नमस्ते।
अहिले चाहिँ हामी यहाँ केटाहरूसँग एकदम डिपली फरेस्टको पनि भित्र यो अमेजन जङ्गलभित्र आइसकेको छौँ। तर हाम्रो केटाहरू खुङखार छ है, यस्तो अन्धकार छ। पानामाको जङ्गलमा हराएको हराइ भयो। ल कसैलाई बाटो थाहा छ भने लोकेसन पठाइदिनु पर्ने हुन्छ हामीलाई। गन्तव्य चाहिँ हाम्रो अमेरिकासम्म जाने हो। कहिले पुगिन्छ थाहा छैन होइन। 3 महिना भइसक्यो, खाना केही पाएको छैन केटाहरू बिचरा। तर सब एक्स कमान्डोहरू हो यिनीहरू, त्यही भएर डर छ केटाहरू। सिलिम भइसक्यो केटाहरू, स्लिप त। भाइले फेरि कहाँ पोस्ट देखेको, यता पोस्ट छैन क्या, ऊ त्यो पोस्ट होइन क्या त्यो। ल कताभित्र नभित्र छिरौँ त्यो। यत्रो जङ्गलमा आएर नि विकास गर्ने चाहिँ को हो? विकास त राम्रो भएको रहेछ त। पुष्कर सरले केही भन्न चाहनुहुन्छ? अहिले केही भन्दैन। 1 महिनाको हिँडाइ। 1 महिनाको हिँडाइ अनि सक्यो। ए मा मेरो लाडले गप 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 गप। हाम्रो आर्मीको केटाहरू थाकेर बसिसकेको छ। हेर्न सक्नुहुन्छ अनुहार बिचरा 7 दिनदेखि खाना नपाएर कस्तो बिचोक भइरहेछ। केटाहरू यस्तो 2 दिन लाग्छ अझै। हामीसँग केही छ न पानी चाहिँ के अम्बक अम्बक। यी केटाहरूले जे कुरा पनि अम्बक देख्न थाल्यो।